व्यस्त र विचलित संसारमा कसरी प्रार्थना गर्ने? 1. दिनको 5 मिनेट परमेश्वरलाई दिन सुरु गर्नुहोस्। सधैँ प्रार्थना गर, हिम्मत नहार। लुका 18:1। 2. प्रार्थनालाई आफ्नो दिनचर्यामा स्थान दिनुहोस्। निरन्तर प्रार्थना गरिरहो। 1 थेसलोनिकी 5:17। 3. प्रार्थनामा बाइबलका पदहरूले मार्गदर्शन गर्छन्। तपाईका वचन मेरा गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। भजन संग्रह 119:105। 4. इमानदार भई साँचो हृदयले कुरा गर्नुहोस्। प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थमै नबरबराऊ। मत्थी 6:7। 5. आराधनाले हृदयलाई परमेश्वरतर्फ बढाउँछ। आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रा प्रभुलाई धन्यवाद चढाओ। एफिसी 5:19 र 20। 6. प्रभुसँगको बातचितमा देखावटीपन चाहिँदैन। प्रार्थना गुप्त ठाउँमा तिम्रो पितालाई प्रार्थना गर। मत्थी 6:7। 7. प्रार्थना र जवाफको नोट राख्नुहोस्। विश्वास बलियो हुन्छ। प्रभुको अद्भुत कामहरू सम्झ, उहाँका आश्चर्य कर्महरूलाई सम्झ। भजन संग्रह 105:5। सङ्गीत र उत्प्रेरणादायक भिडियोको लागि फलो गर्नुहोस्।